नमस्कार सम्पूर्णमा हाम्रो यस सिटिजन सेयर ब्रोकर लिमिटेडको हाम्रो दैनिक वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना वेबिनार श्रृङ्खलाको आज हामी 7औं दिनमा छौं। हामीले पछिल्लो सेसनहरुमा विशेष गरेर रिटेल इन्भेस्टर, स्मल इन्भेस्टरहरु र शेयर बजारमा भर्खर लगानी सुरु गर्नुभएका लगानीकर्ता साथीहरुको लागि विशेष प्रायोरिटी राखेर चाहिँ विभिन्न टपिकमा चाहिँ हामीले सेसन गरिरहेका छौं। हिजो र अस्तिको सेसनमा चाहिँ हामीले स्मल बजेटबाट चाहिँ कसरी शेयर बजारमा लगानी गर्ने भन्ने विषयमा र हामीले नयाँ लगानीकर्ता साथीहरुले चाहिँ शेयर बजारमा गर्ने कमन मिस्टेकहरु के हो र त्यो मिस्टेकबाट चाहिँ कसरी बाहिर निस्किने भन्ने विषयमा हामीले छलफल गरेका थियौं। र त्यसै सन्दर्भमा आजको टपिक चाहिँ हाम्रो अलिकति त्यसैसँग सम्बन्धित सिस्टमेटिक इन्भेस्टिङ कसरी गर्ने, इन्भेस्टमेन्ट कसरी गर्ने र कम्पाउन्डिङ इफेक्ट को विषयमा पनि हामी थोरै चर्चा गर्नेछौं। हामीले चाहिँ अलिकति डिसिप्लिन वेबाट हामीले लङ टर्म टाइम फ्रेममा हाम्रो इन्भेस्टिङ ह्याबिट बसालेर चाहिँ कसरी अलिकति आफ्नो रिटर्नलाई चाहिँ म्याक्सिमाइज गर्न सकिन्छ, अलिकति धेरै लाभ लिन सकिन्छ पुँजी बजारबाट भन्ने विषयमा चाहिँ आजको हाम्रो यो सेसन केन्द्रित रहनेछ। ढिला नगरी आजको सेसनलाई सुरु गरिहालौं। आज हामी यहाँबाट सुरु गरौँ। हाम्रो डिसिप्लिनले चाहिँ टाइमिङलाई चाहिँ बिट गर्छ, कसरी बिट गर्छ भन्ने विषयबाट हामीले स्टार्ट गरौँ। विशेष गरेर स्मल इन्भेस्टरहरुको लागि चाहिँ टाइमिङ भन्दा पनि एउटा डिसिप्लिन चाहिँ अलिकति महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा छलफल गरौँ। सुरुमा यो विषयमा छलफल गर्नुभन्दा अगाडि चाहिँ म हजुरहरुलाई एउटा सानो प्रश्नबाट स्टार्ट गर्न चाहन्छु। तपाईहरुलाई के लाग्छ दीर्घकालीन सम्पत्ति निर्माणको सबैभन्दा ठूलो कारक के हो जस्तो लाग्छ तपाईलाई, हैन? सही स्टक छनौट गर्नु हो या नियमित रूपमा लामो समयसम्म लगानी गर्नु हो? यो दुईटा मध्ये चाहिँ तपाईलाई दीर्घकालीन सम्पत्ति निर्माणको लागि चाहिँ सबैभन्दा ठूलो रिजन चाहिँ के हो? सही स्टक छनौट गरेर धेरै हामीले लङ टाइममा हामीले बढी प्रतिफल प्राप्त गर्न सक्छौं अथवा हामीले नियमित रूपमा लगानी गरेर लामो समयसम्म नियमित रूपमा लगानी गरेर हामीले धेरै प्रतिफल प्राप्त गर्न सक्छौं? तपाईहरुलाई के लाग्छ भनेर मैले एउटा सानो प्रश्न छोडे। यो प्रश्न चाहिँ हजुरले अब हजुरको आफ्नो के लाग्छ मनमै अहिले ट्रेनिङको सेसन स्टार्ट मा चाहिँ मनमा के आउँछ तपाईले मनमै सोच्नु होला र हाम्रो यो सेसन सकिसके पछाडी चाहिँ हाम्रो यो सेसन कम्प्लिट हुँदासम्म पनि तपाईलाई त्यही नै लाग्छ कि अथवा तपाईको एन्सर चाहिँ चेन्ज हुन्छ, त्यो चाहिँ हामीले लास्टमा डिस्कस गरौँला। अब यो प्रश्न सँगसँगै म हजुरलाई अब चाहिँ आजको सेसन हाम्रो नियमित सेसनको हाम्रो यो कन्टेन्टतिर फोकस गर्न चाहन्छु। हाम्रो आजको पहिलो कन्टेन्ट भनेको चाहिँ किन डिसिप्लिनले चाहिँ टाइमिङलाई जित्छ भन्ने विषयमा रहेको छ। यसमा चाहिँ धेरै जसो साना लगानीकर्ता साथीहरुले चाहिँ के सोच्नुहुन्छ भन्दाखेरि सफल लगानी भनेको बजारको टाइमिङ हो, तल्लो बिन्दुमा किन्ने माथिल्लो बिन्दुमा बेच्ने, हैन? त्यस्तो खालको टाइमिङ भयो भने चाहिँ हामी सफल लगानीकर्ता बन्न सक्छौं अथवा हाम्रो बजारबाट पुँजी बजारमा हामीले सफलता प्राप्त गर्न सक्छौं भन्ने किसिमको सोचाइ रहन्छ। तर वास्तवमा धेरै कम अलिकति एक्सपर्टहरुले पनि प्रोफेसनल लगानीकर्ताहरुले पनि लगातार बजार टाइमिङ गर्न चाहिँ अलिकति गाह्रै पर्ने हुन्छ, हैन? त्यो धेरै कम लगानीकर्ताहरुले सक्नुहुन्छ त्यो गर्नको लागि। अलिकति बजारमा विज्ञ बनेको लगानीकर्ताहरुले पनि बजारको टाइमिङलाई क्याच गर्न सक्नुहुन्न, किनभने सधैँभरि पोसिबल हुँदैन कि एकदम लोएस्ट बिन्दुमा चाहिँ किन्न पाउने र हाईएस्ट बिन्दुमा अलिकति पिकमा चाहिँ बेच्ने भन्ने चाहिँ अलिकति लगभग इम्पोसिबल जस्तै नै हो, किनभने भोलि बजार के हुन्छ भन्ने कसैलाई पनि थाहा हुँदैन, हैन? त्यो भएर बजारको टाइमिङ चाहिँ कहिलेकाहीँ अब लकले फेभर गरेर कहिलेकाहीँ अब कोइन्सिडेन्टले गर्दाखेरि संयोगले गर्दाखेरि त्यो हुन सक्ने अपवादको कुरा रह्यो र अलिकति एनालाइसिसकै कारणले गर्दाखेरि अलिकति अध्ययन गरेर त टेक्निकल एनालाइसिसकै कारणले नै बजारको पिक पोइन्ट थाहा पाउने र बजारको लोएस्ट पोइन्ट थाहा पाउने चाहिँ त्यस्तो अलिकति सम्भव हुँदैन। विशेष गरेर स्मल इन्भेस्टरहरुको लागि त त्यो त अझै धेरै परको कुरा पनि हो, हैन? रिटेल इन्भेस्टरहरुको लागि जब साना लगानीकर्ताहरुले चाहिँ बजारमालाई टाइम गर्ने प्रयास गर्छन्, हैन? प्राय यस्तो हुन्छ कि सही समय पर्खिरहन्छन्, हैन? उहाँहरूले साना लगानीकर्ताहरुले चाहिँ सही समय कुरिराख्नुहुन्छ तर त्यो जुन कहिले पनि आउँदैन, हैन? गिरावट हुनु अघि एकमुष्ट रकम लगानी गरिदिनुहुन्छ, हैन? त्यो उहाँलाई अलिकति ब्याड लक हुन जान्छ।
र अलिकति साइड लाइनमा बसेर बजारको र्याली पनि मिस गरिरहेको अवस्था पनि आउने सम्भावना अलिकति प्रबल रहन्छ हैन। यसको मुख्य सन्देश के हो भन्दाखेरि सीमित समय हैन जानकारी र अनुभव कम अनुभव भएका साना लगानीकर्ताहरूको लागि चाहिँ भविष्यवाणी भन्दा निरन्तरता जुन प्रेडिक्सन भन्दा चाहिँ कन्सिस्टेन्सी चाहिँ अलिकति बढी महत्त्वपूर्ण हुन्छ हैन। सिस्टमेटिक इन्भेस्टिङले चाहिँ बजारको दिशा अनुमान गर्नुपर्ने आवश्यकता नै हटाइदिन्छ। जुन मैले अहिले जुन सिस्टमेटिक इन्भेस्टिङको कुरा गरिरहेको छु, यसलाई हामीले एसआइपी पनि भन्छौँ, सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान पनि भन्छौँ हैन। यो चाहिँ मैले अहिले हजुरहरूलाई यो सेसनमा कुरा गरिरहेको चाहिँ हाम्रो विभिन्न मर्चेन्ट ब्याङ्करहरू क्यापिटलहरूले दिने सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान जुन ओपन इन्डेड म्युचुअल फन्डमा लगानी गरेर जुन सर्भिस दिइरहनु भएको हुन्छ त्यो विषयमा चाहिँ मैले छलफल गर्न लागिरहेको होइन। यो भनेको चाहिँ लगानीकर्ता स्वयं आफैले नै सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान गरेर सिस्टमेटिक तरिकाले चाहिँ इन्भेस्टमेन्ट कसरी गर्ने भन्ने विषयमा मैले छलफल गर्न लागेको हो। अब आफूलाई अलिकति कम टाइम छ, सेयर बजारमा हेर्न भ्याइँदैन, आफ्नो नलेज कम छ भने त्यो अप्सन पनि नराम्रो अप्सन त होइन हैन, त्यता पनि गर्न सक्नुहुन्छ। तर हाम्रो यो सेसनको मुख्य उद्देश्य भनेको चाहिँ लगानीकर्ताहरूलाई चाहिँ आफैले आफ्नो इन्भेस्टमेन्ट डिसिजन चाहिँ अलिकति ऱ्यासनल्ली इन्भेस्टमेन्ट डिसिजन लिन सक्ने बनाउनु हैन। आफूले सो अध्ययन गरेर आफैले इन्भेस्टमेन्ट प्लान गरेर आफ्नो स्ट्राटेजी बिल्ड गरेर चाहिँ सेयर बजारमा लगानी गरेर त्यहाँबाट सफलता हासिल गराउनु चाहिँ हाम्रो उद्देश्य भएको हुनाले अहिले चाहिँ म हजुरहरूलाई यो सजेस्ट गर्दिनँ कि ओपन इन्डेड म्युचुअल फन्डमा लगानी गरेर अथवा कुनै क्यापिटलबाट एसआइपी प्लान लिएर तपाईँले लगानी गर्नुहोस् भनेर मैले सजेस्ट गर्न खोजेको चाहिँ होइन। त्यो पनि गर्न सकिन्छ, त्यो नराम्रो कुरा चाहिँ होइन हैन। जसले भ्याउनुहुन्न, सेयर बजारलाई हेर्नै भ्याउनुहुन्न, अध्ययन गर्ने फुर्सद छैन हैन, आफूले टाइम दिन भ्याउनुहुन्न, उहाँहरूले त्यो पनि गर्न अप्सन छ हैन। यतिकै हाफाजेटली बिना अध्ययन हल्लाको आधारमा लगानी गर्नुभन्दा त्यो बेटर नै हुन्छ। तर हाम्रो आजको मेन उद्देश्य भनेको चाहिँ आजको सेसनको यो हाम्रो सेसनको मेन उद्देश्य भनेको चाहिँ लगानीकर्ता स्वयं आफैले नै अलिकति सिस्टमेटिक तरिकाले चाहिँ इन्भेस्टमेन्ट प्लान बनाएर इन्भेस्ट गरेर सफल लगानीकर्ता बनाउनु चाहिँ हाम्रो सेसनको उद्देश्य हो। अब हाम्रो यो जुन हामी ब्याक टु कन्टेन्टमै आउँ हैन। यसमा चाहिँ मैले भने हजुरलाई जुन सीमित समय हैन, सीमित जानकारी, सीमित अनुभव भएका साना लगानीकर्ताहरूको लागि चाहिँ प्रेडिक्सन भन्दा चाहिँ कन्सिस्टेन्सी चाहिँ बढी महत्त्वपूर्ण हुन्छ। सिस्टमेटिक इन्भेस्टमेन्टले चाहिँ बजारको दिशा अनुमान गर्नुपर्ने आवश्यकता नै हटाइदिन्छ। तपाईँलाई बजारको ट्रेन्ड पत्ता लगाउनै पर्दैन। तपाईँले बजारको ट्रेन्ड पत्ता लगाउन सक्नुहुन्न भने पनि तपाईँले सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानिङ गरेर इन्भेस्ट गर्नुहुन्छ भने चाहिँ तपाईँलाई केही समस्या नै आउँदैन। एसआइपीलाई चाहिँ हामीले के गरेर केसँग तुलना गर्न सक्छौँ भन्दाखेरि चाहिँ एउटा फिटनेस रुटिनसँग नि हामीले तुलना गर्न इन्भेस्टमेन्ट प्लानलाई चाहिँ हाम्रो फिटनेस रुटिनसँग तुलना गर्न सकिन्छ। तपाईँले एकपटक ठुलो एक्सर्साइज गरेर जुन तपाईँले एकपटक अथवा एक दिन ठुलो एक्सर्साइज गरेर तपाईँलाई त्यो एक्सर्साइजले फिट बनाउँदैन, शरीर तपाईँको फिट हुँदैन। तर महिनौसम्म अथवा वर्षौसम्म निरन्तर थोरै थोरै एक्सर्साइज गर्नुभयो भने तपाईँको शरीर फिटनेस बढ्छ। लगानी पनि ठ्याक्कै त्यस्तै हो। जसरी तपाईँले एक दिन धेरै एक्सर्साइज गरेर तपाईँ एकै दिनमा फिट हुने होइन, रेगुलर मन्थ अलिकति धेरै महिनासम्म अथवा वर्षौसम्म रेगुलर थोरै थोरै एक्सर्साइज गर्नुभयो तपाईँको फिटनेस लेभल, शरीरको फिटनेस लेभल बढ्छ। त्यसरी नै लगानी पनि ठ्याक्कै त्यस्तै हो। तपाईँले एकैपटक ह्युज क्यापिटल अथवा तपाईँले रिस्क लिएर ट्रेन्डिङ स्टकमा लगानी गरेर एकैपटक तपाईँले धेरै नाफा कमाउने अथवा सफल लगानीकर्ता बन्ने होइन। तपाईँले बिस्तारै बिस्तारै थोरै थोरै गरेर त्यो सिस्टमेटिक तरिकाले निरन्तर रूपमा लगानी गर्नुभयो भने चाहिँ तपाईँलाई त्यहाँबाट चाहिँ सफलता पाउने चाहिँ अलिकति सम्भावना रहन्छ। यो कुरा चाहिँ डिसिप्लिनले चाहिँ टाइमिङलाई कसरी बिट गर्छ भन्ने कुरा रह्यो हैन। तपाईँले राइट मोमेन्ट कुरेर बस्नुभयो भने त्यो मोमेन्ट कहिले पनि आउँदैन हैन। तपाईँले कहिलेकाहीँ तपाईँ त्यसरी जुन तपाईँले अलिकति जुन टाइमिङ गर्न खोज्दाखेरि बजारलाई टाइम गर्न खोज्दाखेरि तपाईँ फियर एन्ड ग्रिडको कारणले गर्दा तपाईँले इमोसनल ट्रेडिङ पनि गर्न सक्नुहुन्छ। जुन कारणले तपाईँले ठ्याक्कै डाउन ट्रेन्ड सुरु गर्नुभन्दा अगाडि इन्ट्री पोइन्ट पनि हुनसक्छ तपाईँको, त्यतिखेर तपाईँलाई ह्युज लस पनि हुनसक्छ हैन। कहिलेकाहीँ तपाईँले वेट गर्दा 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 क्यास पोजिसनमा बसिरहनु भएको छ, बटमतिर अलिकति लोएस्ट पोइन्ट वेट गर्दा गर्दा तपाईँले र्याली स्टार्ट भएर र्याली पनि मिस हुनसक्छ। तपाईँले अलिकति एक दिन बढ्यो, भोलि घट्ला कि पर्सि घट्ला कि अब अझै तल त किन मैले यहाँ आएर त के किन्नु होइन, यो पोइन्टमा आएर त के किने, अस्ति त्यति थोरै भएर त किनिनँ, फेरि घटेपछि किन्छु नि त भनेर वेट गर्दा गर्दा तपाईँलाई र्याली नै मिस हुन पनि सक्छ होइन। त्यो भएर बजारलाई तपाईँ टाइम गर्नु चाहिँ सक्नुहुन्न होइन। बजारको टाइमिङलाई तपाईँले क्याच गर्न पनि अलिकति लोएस्ट पोइन्ट पिकेस्ट पोइन्टलाई तपाईँ ठ्याक्कै क्याच गर्न पनि गाह्रो पर्छ। त्यो भएर अलिकति डिसिप्लिन वेबाट चाहिँ हामीले इन्भेस्ट गऱ्यो भने चाहिँ डिसिप्लिनले चाहिँ टाइमिङलाई चाहिँ जित्छ भनेर चाहिँ भन्न खोजेको हो। सुरुमा मैले हजुरलाई यहाँबाट स्टार्ट गरेँ। अब हामी अर्को हेरौँ
अब हाम्रो एसआइपी भनेको के हो हैन, यसले कसरी काम गर्छ भन्ने पनि बुझिहालौँ हैन। एसआइपी भनेको वास्तवमा एसआइपी के हो त भनेर बुझौँ हैन। सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भनेको चाहिँ एसआइपी भनेको चाहिँ निश्चित समय अन्तरालमा निश्चित रकम लगानी गर्ने एउटा तरिका हो। यो भनेको चाहिँ एउटा फिक्स्ड टाइममा चाहिँ एउटा टाइम पिरियडमा चाहिँ फिक्स्ड अमाउन्ट चाहिँ हामीले रेगुलर इन्भेस्ट गर्ने तरिका हो। यो भनेको त्यो बेला मूल्य जे भए पनि त्यसलाई वास्ता नगरिकन निरन्तर लगानी गर्ने प्रक्रिया हो। यो भनेको चाहिँ जस्तै यसलाई एउटा फर्मुला पनि राख्न सकिन्छ हामीले, फिक्स्ड अमाउन्ट प्लस फिक्स्ड इन्टरभल प्लस फिक्स्ड ड्युरेसन हामीले कम्बाइन गर्यो भने त्यसलाई हामीले एसआइपी पनि भन्न सक्छौँ हैन। एउटा फर्मुलामा एउटा जस्ट यो ठ्याक्कै यो हार्ड एन्ड फास्ट रुल भनेर एउटा फर्मुलै यसको इन्टरनेसनल स्ट्यान्डर्डको फर्मुला त होइन, जस्ट कन्सेप्टलाई चाहिँ मैले फर्मुलामा ढाँचामा मात्र राखेको हो हैन। फिक्स्ड अमाउन्ट फिक्स्ड इन्टरभलको लागि र फिक्स्ड ड्युरेसनको लागि तपाईँले इन्भेस्टमेन्ट प्लान गरिदिन्छ, त्यसलाई सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भनिन्छ हैन। हामीले एउटा उदाहरणको लागि पनि हेर्न सक्छौँ। एउटा उदाहरणको लागि हरेक महिनाको 5 गते अथवा तपाईँ 1 गते जुनसुकै गते पनि राख्न सक्नुहुन्छ। एभ्री मन्थ एउटा कुनै फिक्स टाइममा फिक्स्ड डेटमा तपाईँले पर मन्थ चाहिँ 5000 लगानी गर्ने निर्णय गर्नुभयो हैन। त्यो लगानी तपाईँले 10 वर्ष 15 वर्ष हैन 20 वर्ष कति वर्षको लागि सक्नुहुन्छ, तपाईँको अब आफ्नो प्लानमा डिपेन्ड हुने भयो। यो चाहिँ कम्तीमा नि तपाईँले एसआइपी गर्दै हुनुहुन्छ भने त सर्ट टाइमको लागि गर्ने होइन। यो भनेको चाहिँ मिनिमम पनि 5 वर्षदेखि माथि गर्नुपर्छ र जति धेरै वर्ष गर्छौँ हामीले त्यति धेरै नै रिटर्न बढी पाउँछौँ हैन। त्यसको एडभान्टेज पनि हामीले लिन सक्छौँ। टाइम ड्युरेसन चाहिँ जति धेरै भयो त्यति राम्रो भयो हैन। 10, 15, 20 वर्षको लागि निरन्तर गर्नुभयो भने चाहिँ हैन, त्यहाँ चाहिँ तपाईँले लोएस्ट पोइन्टको लागि एकदम डिप ठाउँको लागि हैन, एकदम लो पोइन्टको प्रतीक्षा गर्ने हैन। तर गिरावट आउनु अगाडि चाहिँ म नाफा बुक गर्छु भन्ने हैन, पिकेस्टमा चाहिँ पोइन्टमा चाहिँ मैले नाफा बुक गर्छु भन्ने प्रयास चाहिँ गर्नु हुँदैन तपाईँले त्यसमा हैन। एसआइपीमा त्यो गर्नु हुँदैन। र अब यो चाहिँ हाम्रो साना लगानीकर्ताहरूको लागि चाहिँ किन अलिकति बढी उपयुक्त छ भन्ने विषयमा छलफल गरौँ। किन उपयुक्त छ भन्दाखेरि यसका लागि ठुलो रकम चाहिएन, एकमुष्ट रूपमा रकम चाहिएन। सानो अमाउन्टबाट पनि सुरु गर्न सकियो। महिनामा 5000 रुपियाँ छुटाएर अथवा 10000 छुटाएर तपाईँले गर्न सक्नुभयो। यसले तपाईँलाई एउटा इन्भेस्टमेन्टको ह्याबिट पनि बसाल्ने भयो हैन। तपाईँ जस्तै हरेक महिना तलब तपाईँको स्यालेरी पर्सन हुनुहुन्छ, कहीँबाट रेगुलर इन्कम आउने पर्सन हुनुहुन्छ भने तपाईँको कहीँ काम गर्दै हुनुहुन्छ र इन्कम स्यालेरी आउँछ भने ट्याक्कै स्यालेरी आएको नेक्स्ट डे अथवा एक दिनमा तपाईँले इन्भेस्टमेन्ट गर्ने ह्याबिट बसाल्नु भयो भने तपाईँको त्यो पैसा चाहिँ इन्भेस्टमेन्टलाई छुट्याएको पैसा चाहिँ तपाईँ अन्त खर्च हुनुभन्दा अगाडि लगानी भइसक्छ। तपाईँको अलिकति अन्नेसेसरी खर्च गर्ने बानीलाई पनि सुधार ल्याउने भयो, एउटा बानी इन्भेस्टमेन्ट बानी पनि बसाल्ने भयो। अनि यसले चाहिँ तपाईँको इमोसनल ट्रेडिङ गर्ने जुन भावनात्मक निर्णयहरू लिने ट्रेडिङ गर्दाखेरि त्यो बानीलाई पनि हटाउन सहयोग गर्छ है। जस्तो बजार खस्दाखेरि डाउन ट्रेडमा जाँदा डर लाग्ने, अप ट्रेडमा जाँदाखेरि बढी लोभ लाग्ने, तिनी त्यस्तो फियर इन ग्रिडको कुराहरू जुन इमोसनल ट्रेडिङ गर्ने प्र्याक्टिस हुन्छ त्यो दुवैलाई कम गर्न हेल्प गर्ने भयो चाहिँ हैन। र यसले जुन आम्दानी तलब जुन रेगुलर आउने जुन हाम्रो साइकल हुन्छ, हरेक महिना कुन अब डेटमा आउँछ हैन हजुरको आम्दानी हुने डेट, त्यो चक्रसँग चाहिँ राम्रोसँग मिलाउन सकिन्छ यो हामीले एसआइपीलाई। तपाईँ जस्तै तलब आएपछि लगानी गर्ने बानी बसाल्नु भयो भने तपाईँको त्यो साइकल मिल्ने भयो, इन्भेस्टमेन्टमा पैसा फन्डको गाह्रो पनि नपर्ने भयो। तपाईँलाई रेगुलर इन्कम आइरहने ठाउँ छ भने तपाईँले काहीँ न काहीँ काम गर्नुभयो होला अथवा बिजनेस गर्नुभयो होला हैन। कुनै एउटा जुन तपाईँको बिजनेस गर्दै हुनुहुन्छ भने क्यास फ्लो अब कस्तो छ तपाईँको बिजनेसको, अब एक्स्ट्रा पैसा तपाईँले त्यहाँबाट कति छोड्न सक्नुहुन्छ हैन, कुन टाइम पिरियडमा मन्थको इन्डमा सक्नुहुन्छ कि अथवा मन्थको मिडलतिर सक्नुहुन्छ कि कुन टाइम हुन्छ तपाईँलाई उपयुक्त टाइम कुन हुन्छ त्यो टाइमलाई सिलेक्ट गरेर गर्न सक्नुभयो। र अब स्यालेरिड पर्सन हो भने त कतै जब गरिराख्नु भएको पर्सन हो भने त मजाले महिनाको अन्त्यमा तलब आइहाल्छ। त्यो तलब आउन साथ हामीले लगानी गर्न सकियो। तपाईँको इन्भेस्टमेन्ट साइकललाई पनि तपाईँको जुन मन्थ जुन तपाईँको पैसा आउने आम्दानीको साइकल सँगसँगै हामीले कम्बाइन गरेर लग्न सकिने भयो। एकदम तपाईँलाई सजिलो तरिकाले पैसाको लागि तपाईँलाई फन्ड म्यानेज गर्नलाई गाह्रो नहुने भयो भन्न खोजेको हो हैन। यसमा मैले यहाँनिर तपाईँलाई सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भनेको के हो हैन, कसरी काम गर्छ, किन सुइटेबल छ, स्मल इन्भेस्टरको लागि चाहिँ किन सुइटेबल छ भन्ने कुरा गरेर अब कसरी काम गर्छ भन्ने, किन फाइदाजनक छ भन्ने कुराहरू हाम्रो यसपछिको स्लाइडहरूमा आइ नै हाल्छ। अब यसमा चाहिँ हामीले बुझ्नुपर्ने अर्को महत्त्वपूर्ण कुरा एकदम धेरै नै हाम्रो यो जान्नै पर्ने कुरा र धेरैजनाले अलिकति यो कुरालाई इग्नोर पनि गरिराख्नु भएको हुन्छ हैन। यो एकदम सबैभन्दा महत्त्वपूर्ण भाग पनि हो हाम्रो यो सेसनको। यो पावर अफ कम्पाउन्डिङ भनेर राखेको छु मैले। यो हाम्रो कम्पाउन्डिङको शक्ति भनेर यसलाई बुझौँ हैन। अब हामी यसको के रहेछ पावर अफ कम्पाउन्डिङ भनेको के हो भनेर हेरेर एकचोटि पहिला सुरुमा हामीले कम्पाउन्डिङ भनेको के हो भनेर बुझौँ। कम्पाउन्डिङ भनेको चाहिँ खासमा के हो भन्दाखेरि तपाईँको प्रतिफल जुन रिटर्न आउँछ त्यो रिटर्नले आफ्नै प्रतिफल
कार्यफल जुन उत्पादन गर्न थाल्नु हो, उत्पन्न गर्न थाल्नु हो होइन। जस्तो तपाईँले एउटा पैसा इन्भेस्ट गर्नुहुन्छ, थोरै पैसा इन्भेस्ट गर्नुहुन्छ, त्यसले रिटर्न दिन्छ, त्यो रिटर्नले पनि अर्को रिटर्न जेनेरेट गर्ने भनेको प्रक्रिया हो। त्यसलाई हामीले कम्पाउन्डिङ भन्छौँ होइन। तपाईँको आफ्नो प्रिन्सिपल अमाउन्टले मात्रै रिटर्न नलिएर आएर त्यो आफ्नो प्रिन्सिपल अमाउन्टले जेनेरेट गरेको रिटर्नले पनि फेरि रिटर्न जेनेरेट गर्ने र फेरि त्यो रिटर्नले जेनेरेट गरेको रिटर्नले पनि फेरि पिरियडिकली चाहिँ रिटर्नले पनि रिटर्न जेनेरेट गर्दै जाने। यो भनेको समयले पैसा कमाउने भन्छु यसलाई चाहिँ मैले। तपाईँको प्रिन्सिपल अमाउन्टले भन्दा पनि टाइमले चाहिँ रिटर्न दिने प्रक्रिया हो। यो कम्पाउन्डिङ भनेको चाहिँ त्यो हो होइन। यो सुरुमा सानो देखिन्छ, थोरै देखिन्छ, तर लामो समयमा चाहिँ यसले चाहिँ एकदम अनएक्सपेक्टेड ग्रोथ तपाईँको पोर्टफोलियोमा, तपाईँको वेल्थमा चाहिँ अनएक्सपेक्टेड ग्रोथ ल्याउँछ, नाटकीय वृद्धि ल्याउँछ कम्पाउन्डिङले गर्दाखेरि। मैले एउटा टेबल पनि राखेको छु, सानो इक्जाम्पलको लागि टेबल पनि राखेको छु। यसमा चाहिँ एउटा हरेक महिना 5,000 इन्भेस्ट गरियो, यो इक्जाम्पलको लागि हो होइन। अब यसमा ठ्याक्कै यो उदाहरणको मात्र उदाहरणको रूपमा लिनु होला। यो ठ्याक्कै यही नै हुन्छ भन्ने चाहिँ भएन होइन। हरेक महिना तपाईँले 5,000 इन्भेस्ट गर्नु हो, हाम्रो रिटर्न चाहिँ एनुअल रिटर्न 12% एनुअल रिटर्न तपाईँले इन्भेस्ट गर्नुभयो भने के हुन्छ भनेर एउटा टेबल राखेको छु मैले। यसमा तपाईँले देख्न सक्नुहुन्छ, तपाईँ 10 वर्षको लागि रिटर्न 10 वर्षको लागि तपाईँले इन्भेस्टमेन्ट गर्नुभयो भने चाहिँ तपाईँको टोटल इन्भेस्टमेन्टहरूको हरेक महिना 5,000 लगानी गर्दाखेरि 10 इयर्समा तपाईँको 6 लाख चाहिँ तपाईँको टोटल इन्भेस्टेड अमाउन्ट हुन्छ होइन। तपाईँको आफ्नो पैसा चाहिँ 6 लाख रुपियाँ लगानी गर्नुहुन्छ। तपाईँको एप्रोक्स भ्यालु चाहिँ तपाईँको एट द एन्ड अफ 10 इयरमा चाहिँ तपाईँले एभ्री मन्थ 5,000 लगानी गर्दाखेरि तपाईँको 11.6 लाख भनेको लगभग 11,60,000 भनौँ न, 11.5 लाखमाथि तपाईँको एप्रोक्स भ्यालु चाहिँ 12% एनुअल रिटर्नकोमा हामीले राख्यौँ भने चाहिँ इन्भेस्ट गरियो भने चाहिँ हाम्रो 11,60,000 रुपियाँ चाहिँ हाम्रो टोटल भ्यालु हुँदो रहेछ। त्यो भनेको हाम्रो 5.6 लाख चाहिँ हाम्रो कम्पाउन्डिङले गर्दाखेरि बढेको पैसा तपाईँको लगभग अलमोस्ट तपाईँको 10 इयरमै तपाईँको पैसा चाहिँ डबल भएको भयो होइन। लगभग 6 लाख लगानी गरेर 5.6 लाख चाहिँ तपाईँले एक्स्ट्रा कमाउनु भयो 10 वर्ष लगानी गर्दा मात्रै होइन। त्यही कुरा तपाईँले 20 इयर्ससम्म कन्टिन्यू गर्नुभयो भने चाहिँ के हुन्छ भन्दाखेरि टोटल तपाईँले 12 लाख चाहिँ तपाईँको इन्भेस्ट तपाईँको आफ्नो पैसा इन्भेस्ट हुन्छ र तपाईँ त्यसबाट 12 लाख लगानी गरेर तपाईँले एट द एन्ड अफ दि 20 इयर्स 20 वर्षको अन्त्यमा चाहिँ तपाईँले झन्डै 50 लाख रुपियाँ होइन 49.9 लाख रुपियाँ चाहिँ तपाईँको टोटल भ्यालु हुने रहेछ। त्यो भनेको 37.9 लाख रुपियाँ एक्स्ट्रा कमाउनु भयो 20 वर्षमा होइन। त्यही कुरा तपाईँले 20 वर्ष नगरेर 30 वर्षको लागि प्लान गर्नुभयो भने चाहिँ के हुँदो रहेछ, तपाईँले इन्भेस्टमेन्ट चाहिँ टोटल 18 लाख गर्नुहुन्छ। हरेक महिना 5,000 को दरले मात्रै हो, यो चाहिँ यसमा इन्भेस्टमेन्ट हामीले बढाएको छैनौँ। 5,000ले मात्र एभ्री मन्थ 5,000 मात्र गर्दा पनि तपाईँले 30 वर्षमा तपाईँले 18 लाख रुपियाँ इन्भेस्ट गर्नुहुन्छ। तपाईँ त्यसको भ्यालु चाहिँ एट द एन्ड अफ दि 30 इयर्स तपाईँको 30 वर्षको अन्त्यमा चाहिँ तपाईँको 1.76 करोड चाहिँ तपाईँको टोटल भ्यालु हुँदैछ। त्यो भनेको 1.58 करोड चाहिँ तपाईँले एक्स्ट्रा पैसा तपाईँले कमाउनुहुन्छ। भनेको 18 लाख रुपियाँ लगानी गर्दाखेरि तपाईँले एकैचोटि 18 लाख लगानी गरेको होइन, हरेक महिना 5,000 मात्र गरेको हो। एभ्री मन्थ 5,000 तपाईँले 30 इयर्ससम्म कन्टिन्यू लगानी गर्नुभयो र एभरेजमा तपाईँको 12% एनुअल रिटर्न तपाईँको त्यो इन्भेस्टमेन्टले दिन्छ भने रिटर्न दिन्छ भने तपाईँले एट द एन्ड अफ दि 30 इयर तपाईँले 1.58 करोड चाहिँ तपाईँले एक्स्ट्रा पैसा तपाईँले रिटर्न चाहिँ पाउनुहुँदो रहेछ। त्यो भने टोटल भ्यालु चाहिँ 1.76 करोड हुँदो रहेछ। अब यसमा हामीले यो चाहिँ क्यालकुलेसन पार्ट हो, भ्यालु यति हुने रहेछ भन्ने कुरा भयो। यसमा हामीले मुख्य कुरा बुझ्ने पर्ने कुरा के हो भन्दाखेरि चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा के हो भन्दाखेरि चाहिँ यहाँनिर हामीले यसरी एनालाइसिस गरौँ कि जस्तै लगानी गरिएको रकम 10 वर्षदेखि 30 वर्षसम्म जम्मा हाम्रो 3 गुणा मात्र बढेको छ हेर्नु त। 10 वर्षमा लगानी गर्दा हाम्रो 6 लाख मात्र लगानी हुँदो रहेछ। एभ्री मन्थ 5,000 लगानी गर्दाखेरि 30 वर्षसम्म लगानी गर्दाखेरि हाम्रो 18 लाख लगानी हुँदो रहेछ भनेको 18 तपाईँको 3 गुणा मात्रै इन्भेस्ट तपाईँले प्रिन्सिपल अमाउन्ट तपाईँले इन्भेस्ट गरेको आफ्नो क्यापिटल फन्ड चाहिँ तपाईँको 3 गुणा मात्र बढेको छ होइन। तर यसको रिटर्नलाई हेर्नुभयो भने तपाईँले जम्मा 3 गुणा मात्रै तपाईँले लगानी गरेको रकम बढाउँदाखेरि अन्तिम मूल्य चाहिँ 15 गुणा भन्दा बढी बढेको छ क्या। यो भनेको कम्पाउन्डिङ पावर अफ कम्पाउन्डिङ भनेको ठ्याक्कै यही नै हो। तपाईँले आफ्नो इन्भेस्ट गरेको पैसा जम्मा 3 गुणा बढाउँदाखेरि अथवा टाइम बढाएको, यो भनेको 10 वर्ष 30 वर्ष बनाउँदाखेरि 3 गुणा मात्र लगानी रकम बढाउँदाखेरि तपाईँको त्यसबाट आउने रिटर्न चाहिँ तपाईँको 15 टाइम्सले बढेको छ, 15 गुणाले चाहिँ रिटर्न बढेको छ। यो भनेको चाहिँ कम्पाउन्डिङको पावर हो। यसमा तपाईँको रिटर्नले पनि रिटर्न कमाउँदै जाँदाखेरि चाहिँ यो सम्भव भएको हो। यसलाई नै हामीले पावर अफ कम्पाउन्डिङ भन्छौँ होइन। त्यो भएर हामीले यो एसआइपी पनि ठ्याक्कै यो पावर अफ कम्पाउन्डिङ चाहिँ ठ्याक्कै यो प्रिन्सिपल युज हुन्छ एसआइपीमा। तपाईँले सिस्टमेटिकली इन्भेस्टमेन्ट प्लान गर्नुभयो भने चाहिँ तपाईँले
यो पावर अफ कम्पाउन्डिङलाई युज गरेरै तपाईँले त्यसबाट बेनिफिट लिने हो हैन। अब यसमा एसआइपीमा चाहिँ एउटा भनाइ पनि छ हैन। द बेस्ट टाइम टु स्टार्ट एसआइपी वाज इयर एगो, द सेकेन्ड बेस्ट टाइम इज टुडे भनेको चाहिँ यो एउटा भनाइ मैले राखेको छु। यो भनेको के हो भन्दाखेरि चाहिँ हामीले एसआइपी सुरु गर्ने सबैभन्दा राम्रो समय भनेको चाहिँ वर्षौं पहिले थियो, तर दोस्रो सबैभन्दा राम्रो समय भनेको सेकेन्ड बेस्ट टाइम भनेको चाहिँ राम्रो समय चाहिँ आज हो भनेर भनिन्छ। तपाईँले पहिला गर्नु भएको थियो भने त बेस्ट भइहाल्यो, पहिले जतिसक्दो चाँडै गरेको राम्रो हो, र तपाईँले गर्नु भएको छैन भने चाहिँ सेकेन्ड बेस्ट टाइम भनेको चाहिँ आज हो। तपाईँ अहिले नै सुरु गर्नुपर्छ भन्न खोजेको यो भनेको चाहिँ हैन। जतिसक्दो चाँडै गर्यो र जति सानो उमेरमा गर्यो हामीले जति चाँडै सुरु गर्छौँ त्यसबाट चाहिँ रिटर्न बढी नै पाउँछौँ। किनभने यो एसआइपीमा जुन यो पावर अफ कम्पाउन्डिङको इफेक्ट देखिनको लागि चाहिँ यो हाम्रो टाइमले देखाउने हो। तपाईँको समयले चाहिँ जति लामो समय हुन्छ, हामीले यहाँ एक्जाम्पल पनि देखिसक्यो, 10 वर्ष र 30 वर्षमा कति फरक परिसक्यो हैन। अमाउन्ट नै 15 गुणा। तपाईँले 10 वर्षमा हरेक महिना 5,000 लगानी गर्दा तपाईँको जम्मा 5.5 लाख 5.6 लाख रुपियाँ तपाईँले रिटर्न पाउनु भएको थियो भने त्यही कुरा 30 वर्षसम्म गर्दाखेरि तपाईँको 1.5 करोड भनेको त हामीले इमेजिन गर्नु भन्दा पनि टाढाको रिटर्न छ यसमा हैन, यो कम्पाउन्डिङको। यो तर यो फेरि तपाईँले अब 12% एनुअल रिटर्नको एभरेजमा हामीले गरेको छौँ। तपाईँले यसलाई अलिकति 12% नहुन पनि सक्छ एभरेजमा भन्ने लाग्छ भने अलिकति थोरै पर्सेन्ट बनाएर पनि गर्न सक्नुहुन्छ। जति तपाईँले अलिकति थोरै बनाएर अथवा अलिकति मार्केटसँग रिलेभेन्ट हुने टाइपको पर्सेन्टेज राखेर एनुअल रिटर्नको पर्सेन्टेज राखेर गर्नुभयो भने पनि तपाईँको ठ्याक्कै हाम्रो प्याटर्न त यस्तै नै हुने हो। तपाईँको अमाउन्ट तलमाथि होला तर तपाईँको प्याटर्न चाहिँ यस्तै नै हुने हो। किनभने तपाईँले थोरै टाइमको लागि गर्नुभन्दा धेरै टाइमको लागि गर्दाखेरि एकदम ह्युज नम्बर अफ टाइम्स चाहिँ तपाईँको रिटर्न चाहिँ बढाउँछ, वृद्धि गर्छ। त्यो चाहिँ हाम्रो पावर अफ कम्पाउन्डिङको कुरा भयो। यो चाहिँ एकदम मनन गर्नुपर्ने र बुझ्नुपर्ने कुरा हो हैन। यदि तपाईँले पहिला यसको बारेमा सोच्नु भएको थिएन भने चाहिँ अब चाहिँ यो विषयमा चाहिँ सोच्नुपर्ने समय आएको छ। हामीले स्मल इन्भेस्टरहरूले चाहिँ यसलाई युज गरेर यो हेर्दाखेरि सुरु स्टार्ट गर्ने बेलामा अलिकति सानो के नै होला र जस्तो लागे पनि लङ टर्ममा चाहिँ तपाईँलाई एकदम राम्रो बेनिफिट दिन्छ। त्यही भएर यसलाई चाहिँ हामीले इग्नोर गर्नु चाहिँ मिल्दैन हैन। इग्नोर नगर्नु होला, म हजुरलाई त्यही आग्रह गर्न चाहे। अब हाम्रो अर्को भनेको चाहिँ हाम्रो रुपी कस्ट एभरेजिङ गर्ने कुरा छ हैन। यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँको बजारको अस्थिरतालाई चाहिँ कसरी फाइदामा बदल्छ भन्ने कुरा बुझिन्छ यसबाट चाहिँ हामीले। तपाईँको जुन बजारमा जुन भोलाटाइल बजार हुन्छ हैन, भोलाटिलिटी छ बजारमा, त्यसलाई चाहिँ हामीले आफ्नो एडभान्टेजको रूपमा चाहिँ हामीले कसरी हामीले एडभान्टेजमा बदल्न सक्छौँ भन्ने कुरा हो। हेरौँ त्यो कुरा हेरौँ हैन। खास मेन समस्या के हो भन्दाखेरि चाहिँ खास समस्या हाम्रो लगानीकर्ताहरूमा, साना लगानीकर्ताहरूमा समस्या के हो भन्दाखेरि चाहिँ हाम्रो साना लगानीकर्ताहरू चाहिँ लगानी गर्नबाट डराउनुहुन्छ हैन। किन भन्दाखेरि त्यो बजार अलिकति अनप्रेडिक्टेबल लाग्छ उहाँहरूलाई। बजार आज किन्यो भने भोलि घट्न सक्छ, भोलि घट्यो भने के गर्ने हैन, मैले आज किने भोलिबाट सेयर घट्यो भने के गर्ने, भोलि नै घट्यो भने के गर्ने भन्ने खालको अलिकति बजार मार्केट अनप्रेडिक्टेबल छ भनेर लगानी गर्न डराउने प्याटर्न चाहिँ हाम्रो मेन समस्या देखिन्छ साना लगानीकर्तामा हैन। यो कस्ट एभरेजिङले चाहिँ कसरी काम गर्छ भन्दाखेरि चाहिँ जुन एसआइपीमा हामीले निश्चित रकम एउटा फिक्स्ड अमाउन्ट चाहिँ लगानी हुन्छ, त्यसमा हामीले अमाउन्ट फिक्स्ड हो तर हाम्रो युनिट फिक्स होइन नि त। क्वान्टिटी कति किता किन्ने भने फिक्स गरे होइन नि त। हामीले त कति अमाउन्ट लगानी गर्ने भने अमाउन्ट चाहिँ फिक्स गरे हो। हामीले कति क्वान्टिटी किन्ने भनेर हामीले क्वान्टिटी फिक्स गरे होइन। त्यो भएर जब मूल्य बढ्छ तपाईँले कम क्वान्टिटी किन्नुहुन्छ, जब मूल्य कम हुन्छ तपाईँले त्यही पैसामा बढी क्वान्टिटी किन्नुहुन्छ र समयसँगै तपाईँको खरिद जुन पर्चेज कस्ट छ एभरेज कस्ट हुन्छ तपाईँको त्यो चाहिँ तपाईँको घट्दै जान्छ। कम लागत चाहिँ अलिकति कम हुँदै जान्छ, औसत बनाइदिन्छ। त्यसको लागि तपाईँले कुनै पनि प्रेडिक्सन गर्नै परेन कि। त्यो भएर चाहिँ यो हाम्रो यसले चाहिँ एसआइपीमा चाहिँ तपाईँको कस्ट एभरेजिङ हुन्छ। यो एउटा सानो एक्जाम्पल पनि राखेको छु मैले यहाँ टेबलमा। हजुरले यो 4 महिनामा लगानी गर्न 4वटा महिनाको मात्र राखेको थिएँ। तपाईँ लामो जतिसुकै महिना पनि राख्न सक्नुहुन्छ, हिसाब गर्न अलिकति गाह्रो होला भने मैले 4वटा महिनाको मात्र राखेको हो। यो प्याटर्न ठ्याक्कै हामीलाई त्यसबाट कन्क्लुजन मात्र निकाल्नु पर्ने भएको भएर जस्तो एक्जाम्पलको लागि पहिलो महिना तपाईँले 5,000 लगानी गर्नुभयो। 5,000 लगानी गर्दा तपाईँको 100 रुपियाँमा, यो एक्जाम्पलको लागि फेरि ठ्याक्कै 100 रुपियाँमा कुनै सेयरमा आउला होइन, यो उदाहरणको लागि मात्रै हो। 100 रुपियाँ पर युनिट क्वान्टिटी किन्दै हुनुहुन्छ भने 5,000मा तपाईँले 50 किता किन्न सक्नुभयो। अनि त्यो घटेर 80 रुपियाँमा आएको छ भने चाहिँ 5,000मा तपाईँले फेरि त्यही 5,000मा तपाईँले त्यही कम्पनीको प्राइस 80मा आउँदाखेरि तपाईँले 62.5 युनिट किन्न सक्नुभयो। र त्यही प्राइस फेरि त्यही कम्पनीको प्राइस बढेर 120 सम्म पुग्न सक्छ। 120 पुगेको बेलामा तपाईँले 5,000 रुपियाँमा 41.7
किता किन्न सक्नुभयो र 90 रुपियाँमा आयो फेरि घटेर भने तपाईँले त्यही 5 जना 55.6 किता किन्न सक्नुभयो। त्यसरी तपाईँ टोटल 4 महिनामा चाहिँ तपाईँले 5,000 गरेर 20,000 लगानी गर्नुहुन्छ र तपाईँको एभरेज कस्ट पर युनिट चाहिँ तपाईँको 95.3 रुपिस पर्न जान्छ। तपाईँले किन्न 120 रुपियाँमा पनि किन्नु भएको हो, 80 रुपियाँमा पनि किन्नु भएको हो, 100 रुपियाँमा पनि किन्नु भएको हो, 90 रुपियाँमा पनि किन्नु भएको हो, तर तपाईँको एभरेज कस्ट चाहिँ कति भयो 95.3 भयो। यो तपाईँको तपाईँले जुन यो यसरी जुन सिस्टमेटिक तरिकाले लगानी गर्दाखेरि चाहिँ तपाईँले महँगोमा किने पनि अथवा तपाईँले तल किने पनि तपाईँको कस्ट चाहिँ एभरेजिङ हुँदै जान्छ र तपाईँले के हुन्छ भन्दा के समस्या हुँदैन भन्दाखेरि यसरी गर्दाखेरि तपाईँले बढ्दा पनि समस्या भएन र बजार घट्दा पनि समस्या भएन। किनभने तपाईँले सर्ट टाइम पिरियडको लागि लगानी गर्नु भएको होइन, तपाईँ त 10 वर्ष 15 वर्ष 20 वर्षको लागि गर्दै हुनुहुन्छ होइन। त्यो हुँदाखेरि तपाईँको एभरेज प्राइस चाहिँ अलिकति एभरेज कस्ट पर युनिट चाहिँ तपाईँको कम हुँदै जान्छ। यसले चाहिँ तपाईँलाई के फरक तपाईँले यसबाट तपाईँले के फाइदा हुन्छ भन्दाखेरि चाहिँ मार्केटको जुन भोलाटाइलिटी छ, जुन मार्केट भोलाटाइल जुन अस्थिर बजार छ, त्यो अस्थिर बजारको जुन अस्थिरतालाई चाहिँ तपाईँले चाहिँ आफ्नो फाइदामा चाहिँ तपाईँले बदल्नु सक्नुहुने भयो कि तपाईँले यसमा 120 रुपियाँ किनेको पनि थियो तपाईँले स्टक, तर तपाईँको कस्ट तपाईँ 120 त परेन, यसमा तपाईँको 95.3 भयो। सधैँभरि 120 जान्छ भने छैन, 100 रुपियाँमा किनेको सुरुमा 80 रुपियाँ पनि झर्न सक्छ होइन। बजार त अपवार्ड डाउनवार्ड पनि जान सक्छ, तलमाथि भइरहेको हुन्छ। जुन मार्केटको जुन भोलाटाइलिटी जुन अस्थिरता छ, त्यो अस्थिरतालाई चाहिँ तपाईँले एडभान्टेजमा चाहिँ तपाईँले आफ्नो डिसिप्लिन तरिकाले एसआइपी गरेर तपाईँले इन्भेस्ट गर्नुभयो भने चाहिँ तपाईँ त्यसलाई बेनिफिटको रूपमा एडभान्टेजको रूपमा चाहिँ लिन सक्नुहुन्छ होइन। यो एउटा सानो एक्जाम्पल मात्र राखेको हो मैले। अब हामी चाहिँ अब तपाईँ अब यो कस्ट एभरेजिङको कुराहरू गरेपछि चाहिँ हामी हाम्रो एसआइपी गर्दाखेरि चाहिँ हाम्रो रिटेल इन्भेस्टरहरूले गर्ने कमन मिस्टेकहरू के छ भन्ने कुरा हेरौँ। अब यसमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ एसआइपी गर्ने कुरा चाहिँ लामो समयसम्मको लागि लङ टाइम ड्युरेसनलाई गर्ने कुरा भएको हुनाले चाहिँ यसमा मिस्टेकहरू अलिकति हाम्रो रिटेल इन्भेस्टरहरूले अथवा सानो लगानीकर्ताहरूले चाहिँ गर्ने कमन मिस्टेकहरू भनेको चाहिँ हाम्रो के छ नि त सरस्वती मैले 5 राखेको छु, त्यो सरस्वती हेरौँ होइन। यसमा चाहिँ हाम्रो जुन डाउन टाउन बजार तल गइरहेको बेलामा चाहिँ एसआइपी गर्न जुन इन्भेस्ट गर्न अलिकति स्टप गर्ने टाइपको होइन छोड्ने लगानीकर्ताहरू चाहिँ बजार खस्दा चाहिँ एसआइपी रोकिदिने त्यस्तो प्याटर्न जुन देखिरहेका हुन्छौँ। खास हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि चाहिँ हामीले कस्ट एभरेजिङ गर्ने कन्सेप्ट भनेका थियौँ अघि। ठ्याक्कै बजार घटेकै बेलामा बजार डाउन ट्रेन्डमा गएको बेलामा नै खास हामीलाई कस्ट एभरेजिङ गर्ने सबैभन्दा बढी फाइदा हुने समय नै त्यही हो। हामीले त्यतिखेर रोक्यौँ भने चाहिँ त्यतिखेर हामीले एसआइपी गर्न रोक्यौँ अथवा हामीले इन्भेस्ट गर्न छोड्यौँ भने चाहिँ त्यसको उद्देश्य नै पुरा हुन पाउँदैन। तपाईँ जहाँनिर बढी एडभान्टेज दिन पाउने ठाउँ थियो त्यहीँनिर तपाईँले चुक्नुहुन्छ। त्यो भएर चाहिँ यो मिस्टेक चाहिँ गर्नु हुँदैन होइन। अनि अर्को भनेको चाहिँ स्टार्टिङ एन्ड स्टपिङ रिपिटेडली भनेको बारम्बार सुरु गर्ने फेरि छोड्ने, सुरु गर्ने गर्ने नगर्ने टाइपको बिचमा ग्याप राखिरहने टाइपको पनि हाम्रो यो मिस्टेक गरिरहनु भएको हुन्छ होइन। जस्तै यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो इमोसनल ट्रेडिङहरू गरेर होइन अलिकति हाम्रो बजारमा ट्रेन्डिङ स्टकहरूलाई अलिकति चेस गर्न रुचाउने, अलिकति हल्लाको आधारमा सुनेको स्टक कसैको रिकमेन्डेसन सुनेको आधारमा त्यतातिर लाग्ने, हट स्टकहरूतिर लाग्ने होइन। अलिकति खराब समयमा चाहिँ अलिकति बजार घटिरहेको समयमा चाहिँ छोडिदिने, अलिकति फेरि बढ्न थालेपछि चाहिँ अलिक पिकतिर पुग्दाखेरि चाहिँ फेरि सुरु गर्ने टाइपको हुन्छ। त्यतिखेर तपाईँले एसआइपीको एडभान्टेज जुन कस्ट एभरेजिङ गर्ने अनि त्यसबाट कम्पाउन्डिङ इफेक्टको कुराहरू जुन छ, जुन त्यहाँबाट दिने बेनिफिट छ, त्यो एक्ज्याक्ट बेनिफिट चाहिँ लिन सक्नुहुन्न यो मिस्टेक गर्नुभयो भने होइन। अनि तेस्रो भनेको चाहिँ एसआइपीलाई छोटो अवधिको डिभाइस अथवा छोटो अवधिको टुल सम्झिने, त्यसलाई छोटो अवधिको उपकरण ठान्ने, यो पनि एउटा मिस्टेक गरिरहनु भएको हुन्छ। एसआइपी भनेको चाहिँ हाम्रो लङ टर्म उद्देश्यहरू प्राप्त गर्नको लागि गरिने, हाम्रो लङ टर्म रिटर्न अलिकति हाम्रो लङ टर्म आफ्नो वेल्थलाई चाहिँ अलिकति वेल्थको साइज बढाउनको लागि गरिने चिज हो यो लङ टर्ममा होइन। त्यो भएर एउटा सर्ट टाइमको लागि छोटो अवधिको लागि हामीले प्लान गर्नु चाहिँ हुँदैन होइन। कम्तीमा पनि सकिन्छ भने चाहिँ अलिक 15-20 वर्ष 25-30 वर्षकै 10 वर्ष माथि गर्ने होइन भने चाहिँ अलिकति होइन म त्यति लामो समय गर्दिनँ जस्तो लाग्छ भने कम्तीमा पनि 5 वर्षभन्दा माथिको चाहिँ हामीले प्लान गर्नुपर्ने हुन्छ। 5 वर्ष पनि थोरै नै हुन्छ, त्यसबाट रिटर्न चाहिँ कमै आउँछ होइन। तपाईँले 5 वर्ष गर्दा पनि
कहिलेकाहीँ बजार अलिकति बेयरिस चक्रमा गइरहेको बेलामा चाहिँ तपाईँले 2-3 वर्ष 3-4 वर्ष बेयरिस चक्रमा गइदियो भने चाहिँ तपाईँले 5 वर्षमा चाहिँ तपाईँले एक्ज्याक्ट तपाईँले खोजे जस्तो रिटर्न नआउन पनि सक्छ होइन। त्यो भएर चाहिँ एटलिस्ट पनि 10 to 20 इयर्स अथवा 30 इयर्ससम्म हामीले प्लान गर्न सक्यो भने चाहिँ त्यसबाट चाहिँ फाइदा चाहिँ मजाले लिन सकिन्छ। हामीले एसआइपीको जुन एक्चुअल बेनिफिट जे हो, मुख्य फाइदा जे हो, त्यसको फाइदा चाहिँ हामीले लिन सक्छौँ। त्यही भएर हामीले यसलाई सर्ट टर्मको लागि चाहिँ नहेरेर लङ टाइम फ्रेमको लागि चाहिँ हामीले सोच्नुपर्ने हुन्छ। अनि अर्को चौथो समस्या भनेको, चौथो अलिकति मिस्टेक भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ समयसँगै अलिकति टाइमसँगै आफ्नो एसआइपीको अमाउन्ट चाहिँ बढाउँदै नलग्नु। जस्तै हाम्रो 10 वर्ष 15 वर्ष अलिकति हाम्रो इन्कम भइरहेको छ, स्यालेरी अथवा बिजनेस जहाँबाट आइरहेको छ इन्कम, त्यो इन्कम हाम्रो आजको इन्कम र हाम्रो 5 वर्षपछिको इन्कम 10 वर्षपछिको इन्कम त सेम हुँदैन, केही न केही त बढेको हुन्छ होइन। हो, आफ्नो इन्कम बढे सँगसँगै एसआइपीको अमाउन्टलाई पनि हामीले इन्क्रिज गर्दै लाग्नुपर्छ। त्यो लगिन भने त्यसबाट पाउने अझै बढी पाउने रिटर्न हाम्रो चान्स गुम्दै जान्छ। त्यही भएर तपाईँले फिक्स्ड अमाउन्ट 30 वर्षसम्म 25 वर्षमा गर्दै हुनुहुन्छ भने फिक्स्ड अमाउन्ट नगरेर तपाईँको आफ्नो इन्कम बढ्दै जाँदाखेरि तपाईँको एसआइपीको अमाउन्ट पनि ओभर टाइम चाहिँ तपाईँले बढाउँदै लाउनु भयो भने चाहिँ त्यसबाट अझै दीर्घकालीन रूपमा चाहिँ अझै राम्रो प्रफिट तपाईँले निकाल्न सक्नुहुन्छ होइन। त्यसबाट रिटर्न अझै बढी गर्न सक्नुहुन्छ। र अर्को हाम्रो 5औं नम्बरमा मिस्टेक भनेको चाहिँ अलिकति चाँडै विथड्र गर्ने ह्याबिट हुन्छ मान्छेहरूको, त्यसलाई गिभअप गर्ने होइन। अलिकति गर्न स्टार्ट चाहिँ प्लान चाहिँ 15 वर्ष गर्न सोचेको थिएँ, 2-3 वर्षमै निकालिदिइहाल्ने होइन, विथड्र गरिहाल्ने टाइपको पनि अलिकति अनावश्यक रूपमा चाँडै नै पैसा निकाल्नु पनि यो पनि एउटा समस्या हो, मिस्टेक हो होइन। यसले चाहिँ तपाईँको कम्पाउन्डिङ प्रक्रियालाई बाधा पुर्याउने भयो। यसले चाहिँ तपाईँले पावर अफ कम्पाउन्डिङ हामीले अघि डिस्कस गरेका थियौँ, त्यसको एक्ज्याक्ट बेनिफिट तपाईँले लिन सक्नुहुन्न चाँडै निकाल्नु भयो भने। खास तपाईँले मेन अलिकति बढी एक्चुअल बेनिफिट अलिक धेरै बेनिफिट पाउने, अलिकति शक्तिशाली रिटर्न पाउने भनेकै पछिल्लो वर्षहरूमा हो। अगाडिको वर्षभन्दा पनि सुरुमा तपाईँको इन्भेस्टमेन्ट अमाउन्ट पनि थोरै हुन्छ, त्यसबाट आउने रिटर्न पनि थोरै हुन्छ। अनि पछिल्लो वर्षमा तपाईँ लगानी गरेको रकम प्लस रिटर्नले पनि अर्को रिटर्न जेनेरेट गरेको हामीले सुन्छौँ नि, ब्याजको स्याजको प्याज भन्ने के एउटा हाम्रो भाषा नेपाली भाषामा ब्याजको स्याजको प्याज जस्तै के समथिङ जस्तै के एउटा हामी भाष्य पनि छ होइन। हो, त्यही ठ्याक्कै यो कम्पाउन्डिङ भनेको नि तपाईँको त्यसबाट आउने रिटर्नले पनि अर्को रिटर्न निकाल्छ, फेरि अर्को रिटर्न आउँछ, त्यो रिटर्न पनि फेरि कम्पाउन्डिङ हुँदै गएर त्यसले पनि रिटर्न ओभर टाइम चाहिँ तपाईँको एकुमुलेट हुँदै तपाईँको टोटल प्रिन्सिपल अमाउन्ट प्लस रिटर्न दुइटैले तपाईँको अलि लामो समयसम्म हामीले इन्भेस्ट गरिरहँदाखेरि चाहिँ रिटर्न चाहिँ बढी जेनेरेट गर्ने हो। त्यो भएर हामीले चाँडै पैसा निकाल्यो भने चाहिँ लास्ट इयरतिर चाहिँ हामीले झन् बढी हाम्रो पोर्टफोलियो साइज बढाउने अथवा हाम्रो वेल्थलाई बढाउने टाइममा चाहिँ हामीले विथड्र गऱ्यौँ भने चाहिँ त्यसको हामीले एक्चुअल बेनिफिट चाहिँ लिन हामीले अलिकति असफल हुन सक्छौँ। त्यो कुरा चाहिँ हामीले यो मिस्टेकहरू चाहिँ हामीले एसआइपीबाट इन्भेस्टमेन्ट प्लान गर्दैछौँ, स्ट्राटेजी यस्तो सबै स्ट्राटेजी बनाएका छौँ भने चाहिँ हामीले चाहिँ यो गल्ती चाहिँ हामीले गर्नु हुँदैन, यो 5वटा गल्ती चाहिँ गर्नु हुँदैन होइन। यसमा चाहिँ खास मैले आजको सेसन चाहिँ हाम्रो यो विशेष गरेर चाहिँ हाम्रो साना लगानीकर्ता रिटेल इन्भेस्टर जसले सेयर बजारमा धेरै टाइम दिन सक्नुहुन्न, जसलाई टेक्निकल एनालाइसिस गर्ने अलिकति नलेज कम छ होइन, बजारलाई क्याच गर्न सक्नुहुन्न, जुन बजारको मोमेन्टमसँगै अलिकति आफूले अलिकति टाइम दिन सक्नुहुन्न भने यसरी इन्भेस्ट गर्ने प्लान गऱ्यो भने चाहिँ यसबाट नै हामीले एकदम राम्रो रिटर्न निकाल्न सक्छौँ भनेर चाहिँ मैले खास यो सेसन आजको यो सेसनमा मैले यो कन्सेप्टको बारेमा भनेको हो होइन। जस्तै अब हामीले एउटा सानो इक्जाम्पलको लागि हजुरहरूले आफैले पनि यो हेरेर यो टेबलमा मैले एउटा सानो एसआइपी प्लानको लागि एउटा सानो फ्रेमवर्क बनाइदिएको छु। यसरी फ्रेमवर्क यो फ्रेमवर्कमा तपाईँले एउटा आफ्नो पनि एउटा प्लान बनाएर तपाईँले चाँडै नै अब सकिन्छ भने अहिलेबाटै अथवा कहिलेबाट तपाईँलाई सजिलो हुन्छ, कहिलेबाट सक्नुहुन्छ, सकेसम्म सके जति सबै चाँडै स्टार्ट गर्नुभयो भने चाहिँ तपाईँले त्यसबाट एकदम राम्रो बेनिफिट लिन सक्नुहुन्छ। हाम्रो फाइनेन्स यो इक्जाम्पलमा चाहिँ सिम्पल एसआइपी प्लानको इक्जाम्पलमा चाहिँ फाइनेन्सियल गोल के हो होइन, हाम्रो रिटायरमेन्ट प्लान हुनसक्छ। अहिले त मैले उमेर छ, मसँग जब गर्ने क्यापासिटी छ, त बिजनेस गर्ने क्यापासिटी छ, काम गर्न सक्छु मैले। अहिले त मैले इन्कम बढ्दै रेगुलर इन्कम बढे पनि मेरो खर्च लागिरहेको छु। जब आफू अलिकति एज बढ्दै जान्छ, ओल्ड एजतिर गएपछि आफ्नो रिटायरमेन्ट प्लान पनि हामीले गर्न सकिन्छ। अनि त्यतिखेर चाहिँ यो एसआइपीबाट हामीले इन्भेस्ट गर्दै जाँदाखेरि चाहिँ तपाईँले रिटायरमेन्ट लाइफको लागि चाहिँ मजाले फन्ड तपाईँले अलिकति एकुमुलेट भएर बसेको हुन्छ रिटर्न सहित होइन, तपाईँको पैसा प्लस त्यसबाट आउने रिटर्न जुन कम्पाउन्डिङ इफेक्टले दिने रिटर्न होइन, त्यो सबैले गर्दा तपाईँको राम्रो अमाउन्ट चाहिँ तपाईँको सेट भएर बसिरहेको हुन्छ। त्यो हो। अथवा हाम्रो आफ्नो अब कोही अहिले भर्खर 25-30 वर्ष 30-35 वर्षको एजमा हुनुहुन्छ भने आफ्नो भविष्यमा आफ्नो फ्युचरमा चाहिँ अब आजभन्दा ठ्याक्कै 15-20 वर्षपछि अथवा 25-30 वर्षपछि आफ्नो चिल्ड्रेनको
एजुकेसनको लागि उच्च शिक्षाको लागि होइन अलिकति ठुलो लार्ज अमाउन्ट अफ क्यापिटल चाहिन सक्छ, अलिकति फन्ड चाहिन सक्छ, त्यो बेलामा पनि त्यो फन्ड युज गर्नको लागि चिल्ड्रेनको एजुकेसनको लागि युज गर्नको लागि भनेको अहिले बढी तपाईँले हरेक महिना 5,000 10,000 छुट्याएर यसरी एसआइपी अन्तर्गत रहेर तपाईँले आफ्नो इन्भेस्टमेन्ट प्लानिङ गरेर इन्भेस्ट गर्दै जानुभयो भने तपाईँको हरेक महिना 5,000 रुपियाँ लगानी गरेर तपाईँलाई खासै त्यस्तो धेरै फरक पर्दैन। तर तपाईँले एट द इन्ड अफ दि तपाईँको जुन टोटल ड्युरेसन छ त्यो ड्युरेसनको अन्त्यमा तपाईँले त्यसबाट आउने रिटर्नले चाहिँ तपाईँको फाइनेन्सियल प्लानिङमा चाहिँ एकदम राम्रो हेल्प गर्छ, कन्ट्रिब्युसन गर्छ होइन। त्यो पनि हामीले सोच्न सक्छौँ, यो आफ्नो आफ्नो गोल जे पनि हुनसक्छ होइन, मान्छे अनुसार फरक फरक हुन्छ। अब अर्को हामी टाइम होराइजन कति राख्ने तपाईँको मेरो सजेसन चाहिँ कम्तीमा नि 15 देखि 20 वर्ष चाहिँ कम्तीमा नै राख्नुपर्छ भन्छु, किनभने त्यसको अलिकति जुन एक्चुअल बेनिफिट छ अलिक धेरै बेनिफिट दिनको लागि चाहिँ हामीले जति सकिन्छ लामो अलिकति लङ टाइम फ्रेमको लागि राख्नुपर्छ भन्ने मेरो सजेसन रहन्छ होइन। अब यसमा आफ्नो मान्छे अनुसार फरक फरक हुनसक्छ। म यहाँ इक्जाम्पल 20 इयर्स राखेको छु, तपाईँले आफ्नो जति वर्ष राख्न सक्नुहुन्छ, 10 वर्षभन्दा माथि नै राख्नु होला सकेसम्म होइन। अर्को भनेको तपाईँले मन्थली अमाउन्ट कति कन्ट्रिब्युट गर्न सक्नुहुन्छ। यसमा 5,000 इक्जाम्पललाई 5,000 राखेको छ, अब तपाईँ 5,000 नगरेर अलिकति बढी गर्न सक्नुहुन्छ। तपाईँ टाइम सँगसँगै तपाईँको आफ्नो इन्कम बढेसँगै तपाईँ त्यसलाई बढाउँदै पनि लगाउन सक्नुहुन्छ होइन। इन्कम बढेसँगै तपाईँले मन्थली अमाउन्टलाई चाहिँ इन्भेस्ट गर्ने अमाउन्टलाई बढाउँदै लगाउन सक्नुहुन्छ। अब हाम्रो स्टेप अफ प्लान भनेको चाहिँ जुन हाम्रो टाइम सँगसँगै बढाउँदै लाने, जुन 5,000लाई अब एनुअली एक बार फर्स्ट इयर 5,000 राख्छु, सेकेन्ड इयर मैले 10% एड गर्छु, त्यसमा 10% बढाउँछु भन्नु सक्यो। सेकेन्ड इयर चाहिँ 5500 गरौँला, त्यसपछि फेरि 6,000 गरौँला, अथवा 6100 होला, त्यसको 10% होइन। त्यसै गरी तपाईँले बढाउँदै बढाउँदै लगाउन पनि सक्नुहुन्छ होइन। 10%, 15%, 20% जति पनि तपाईँको आफ्नो क्षमता अनुसार, आफ्नो फाइनेन्सियल सिचुएसन अनुसार स्टेप अप पनि गर्दै लानुपर्ने, प्लान गर्नुपर्ने हुन्छ होइन। अनि त्यसपछि तपाईँको इन्भेस्टमेन्ट भेहिकल भनेको यो चाहिँ अब कुन केमा लगानी गर्ने त होइन, स्टकमा लगानी गर्ने कि म्युचुअल फन्डमा लगानी गर्ने, त्यो आफ्नो अब तपाईँले केमा कन्फिडेन्ट आउँछ होइन। तपाईँले स्टकहरू अलिकति फन्डामेन्टली साउन्ड स्टकहरू, डिभिडेन्ड राम्रो दिने, रिटर्न दिइरहने स्टकहरू, यसमा चाहिँ तपाईँले एसआइपीमा चाहिँ तपाईँले ट्रेन्डिङ स्टकहरू र बजारमा अपरेटरले जुन अपरेट गरिरहेको स्टकहरूतिर लाग्नुभयो भने तपाईँ त्यहाँनिर फस्न सक्नुहुन्छ। किनभने हाम्रो भनेको त हाम्रो प्लान भनेको त हाम्रो मार्केटबाट जुन मार्केट प्राइस अप भएर आउने रिटर्नलाई चाहिँ हामीले प्रायोरिटी दिने होइन। हाम्रो यो एसआइपी अन्तर्गत हामीले गर्ने भनेको चाहिँ त्यो स्टकले दिने रिटर्नबाट जुन तपाईँ डिभिडेन्डहरू बाँड्ला होइन, क्यास डिभिडेन्ड, बोनस सेयरहरू बाँड्ला होइन, हो त्यो एनुअली जुन डिभिडेन्डहरू बाँड्छ, म्युचुअल फन्डहरूमा लगानी गर्नु भने क्यास डिभिडेन्ड बाँडिरहेको हुन्छ। म्युचुअल फन्डले राम्रो समयमा अलिकति नेप्से अलिकति राम्रो चक्रमा, बुलिस चक्रमा रहेको टाइममा त म्युचुअल फन्डहरूले 100% सम्म डिभिडेन्ड बाँडिरहेको इतिहास हेर्न सक्छौँ। 50%, 60% एनुअल जुन तपाईँको डिभिडेन्ड बाँडिरहेको हामीले हेर्न सक्छौँ होइन। अघिको हामीले कम्पाउन्डिङ एक्जाम्पलमा जम्मा 12% को हामीले एनुअल रिटर्नको हामीले राखेका थियौँ भने म्युचुअल फन्डले कुनै वर्ष 50% पनि डिभिडेन्ड, क्यास डिभिडेन्ड बाँडेको पनि अवस्था छ होइन। त्यो भएर अब कहिले 50% देला, कुनै बियरिस चक्रमा 5%, 10% पनि दिन सक्छ होइन। हामीले एभरेजमा हेर्ने हो होइन, एभरेजमा कति दिन्छ, औसतमा कति हुन्छ भन्ने हेर्ने हो होइन। एभरेजमा तपाईँको अलि राम्रो नेपालमा अहिले चलिरहेका राम्रो म्युचुअल फन्डहरूको टप 5, टप 10 म्युचुअल फन्डलाई लिस्ट आउट गरेर हेर्नुभयो भने 10% भन्दा अब 15%, 13-14% को एभरेज रिटर्न चाहिँ दिइरहेको अवस्था छ होइन। कुनै वर्ष कम देला, कुनै वर्ष दिँदै नदेला, कुनै वर्ष चाहिँ अलिक धेरै देला, तर एभरेजमा चाहिँ तपाईँको 12 देखि 15-16% चाहिँ रिटर्न दिएको म्युचुअल फन्डहरू पनि छ। अब म्युचुअल फन्डमा नि हामीले लगानी गर्न सकियो, अनि क्लोज इन्डेड म्युचुअल फन्डमा लगानी गर्न सकियो, अथवा राम्रो डिभिडेन्ड दिने ब्याङ्कहरू पनि छ, हाइड्रो पावरहरू पनि छ, अरू सेक्टरको कम्पनीहरू पनि छ होइन। एभरेजमा तपाईँको 15-20% को डिभिडेन्ड दिइरहेका स्टकहरू मजाले भेट्नुहुन्छ। तपाईँले 400-500 को प्राइस रेन्जमा अहिले पनि तपाईँले किन्न सक्नुहुन्छ। तपाईँले एकचोटि अध्ययन गर्नु होला होइन। त्यस्तो स्टकहरू सिलेक्ट गरेर तपाईँले एसआइपी प्लान गर्नुभयो भने त्यहाँबाट रिटर्न चाहिँ आउनु पर्यो। तपाईँले इन्भेस्ट गर्दै हुनुहुन्छ भने चाहिँ त्यसबाट चाहिँ रिटर्न दिने खालको स्टक चाहिँ हुनु पर्यो। तपाईँ डिभिडेन्ड बाँड्न नसक्ने स्टकहरूतिर लगानी गर्नुभयो भने तपाईँ कम्पाउन्डिङ इफेक्टले काम गर्दैन त्यहाँनिर, किनभने हाम्रो रिटर्नले पनि रिटर्न कमाउने हो नि त, त्यो हाम्रो कम्पाउन्डिङ इफेक्ट भनेको त होइन। त्यो भएर रिटर्न चाहिँ दिने स्टकहरू हामीले सिलेक्ट गर्नुपर्ने हुन्छ होइन। अर्को हाम्रो रिभ्यू फ्रिक्वेन्सी चाहिँ हाम्रो यो रिभ्यू फ्रिक्वेन्सी चाहिँ हाम्रो तपाईँले घरिघरि छोटो समयमा रिभ्यू गर्ने बानी चाहिँ गर्नु हुँदैन। एटलिस्ट पनि तपाईँले 1 वर्षको टाइम अन्तरालतिर हामीले एउटा टाइम सेट चाहिँ गर्नुपर्ने हुन्छ होइन। वन्स अ इयर चाहिँ तपाईँले रिभ्यू गर्नु सक्नुहुन्छ। तपाईँले आफ्नो स्टकलाई चेन्ज गर्ने हो कि तपाईँले 1 वर्ष अगाडि किनेको स्टकको पर्फर्मेन्स चाहिँ अहिले त्यही रेन्जमा छ कि छैन, त्यो पनि हामीले हेर्नुपर्ने हुन्छ। जस्तै
कुनै टाइममा राम्रो पर्फर्मेन्स दिएको स्टकको 2-3 वर्ष पछाडि त्यो स्टकले फन्डामेन्टली नराम्रो हुनसक्छ होइन, फाइनेन्सियल कोही अलिकति रिपोर्टहरू नराम्रो हुनसक्छ। त्यही कुरा चाहिँ हामीले रिभ्यू चाहिँ पिरियडिकली रिभ्यू चाहिँ गर्दै जानुपर्छ, तर मन्थली क्वार्टरली होइन रिभ्यू गर्नुभन्दा पनि अलिकति 1 वर्षको अन्तरमा गर्नुभयो भने चाहिँ तपाईँलाई त्यो चाँडै गर्नुभयो भने तपाईँलाई अलिकति एउटा के समस्या हुनसक्छ त भन्दाखेरि चाहिँ अलिकति छोटो समयमा अलिकति छोटो अवधिमा तपाईँले जुन बजार चाहिँ अलिकति बजारमा हलचल भइरहेको हुन्छ, तलमाथि भइरहेको हुन्छ, त्यहाँनिर तपाईँले इमोसनल रियाक्सन पनि गरिहाल्ने जोखिम हुन्छ। त्यही भएर छोटो समयमा चाहिँ गर्नु भएन, अलिकति एटलिस्ट पनि 1 वर्षमा अथवा त्योभन्दा बेसी टाइम पिरियड राखेर रिभ्यू आफ्नो पोर्टफोलियोलाई आफूले लगानी गरेको स्टकहरूलाई पनि रिभ्यू गर्दै जानुभयो भने चाहिँ मजाले तपाईँले यो प्लानबाट तपाईँले आफू सक्सेसफुल इन्भेस्टर चाहिँ भन्न सक्नुहुन्छ। यसको लागि चाहिँ तपाईँले यो कुराहरूलाई फलो गर्नुभयो भने चाहिँ अब यो बाहेक अरू धेरै कुराहरू पनि हुन्छ, त्यसमा तपाईँले आफूले अध्ययन पनि गर्न सक्नुहुन्छ होइन। अब नेक्स्ट सेसनमा यो बाहेक अरू कुराहरू पनि हामी छलफल गरौँला। यो विविध कुराहरूलाई हामीले आफूले मध्यनजर गर्दै आफ्नो लगानी प्लान गर्यो भने चाहिँ हामीले चाहिँ स्टक मार्केटबाट पनि मजाले आफ्नो वेल्थ जेनेरेट गर्न र अलिकति लङ टाइम फ्रेममा चाहिँ आफ्नो पुँजीलाई चाहिँ आफ्नो वेल्थलाई चाहिँ अलिकति राम्रो स्ट्रङ पोजिसनमा चाहिँ गर्न सक्छौँ। अब आजको सेसनको यो अन्तिममा सबै रिक्याप हो यो भनेको चाहिँ होइन, हामीले जुन अहिलेसम्म डिस्कस गरेको कुराहरूलाई फेरि रिक्याप गरौँ। डिसिप्लिन बिट्स प्रेडिक्सन होइन, हामीले अनुमान गर्ने अथवा जुन हामीले प्रेडिक्ट गर्छौँ, प्रेडिक्टलाई जहिले पनि डिसिप्लिनले नै बिट्स गर्छ भनेर मैले सुरुकै फर्स्ट स्लाइडमा भनेको थिएँ होइन। तपाईँले प्रेडिक्ट गर्न एक्ज्याक्ट प्रेडिक्ट गर्न सक्नुहुन्छ, तर डिसिप्लिनली तरिकाले तपाईँले इन्भेस्ट गर्नुभयो भने चाहिँ तपाईँले तल बिन्दुमा किन्न पाउनुहुन्छ, माथि बिन्दुमा किन्न पाउनुहुन्छ र जुन एभरेजिङ गर्न तपाईँले हाम्रो कस्ट एभरेजिङ गर्ने जुन त्यसको एडभान्टेज छ त्यो एडभान्टेज दिन सक्नुहुन्छ होइन। कम्पाउन्डिङ कुरा गऱ्यौँ हामीले, कम्पाउन्डिङ रिवार्ड टाइम होइन, नट जस्ट द अमाउन्ट इन्भेस्टेड तपाईँले आफूले इन्भेस्ट गरेको अमाउन्टलाई मात्रै रिवार्ड गर्ने होइन कि टाइमलाई रिवार्ड गर्ने कम्पाउन्डिङ चाहिँ होइन। त्यो भएर त्यो कम्पाउन्डिङको पावरको कुरा पनि गऱ्यौँ हामीले, रुपी कस्ट एभरेजिङको कुरा गऱ्यौँ, त्यसलाई हामीले मार्केटको जुन अस्थिरता छ त्यो अस्थिरतालाई हामीले एडभान्टेजमा कन्भर्ट गर्न सकिन्छ भन्ने कुरा चर्चा गऱ्यौँ होइन। अनि हाम्रो डाउनवर्ड मार्केट अलिकति तल आइरहेको बेलामा चाहिँ एसआइपीलाई चाहिँ एसआइपीबाट तपाईँले इन्भेस्ट गर्दै हुनुहुन्छ भने चाहिँ त्यसलाई तपाईँले स्टप चाहिँ गर्नु भएन। तपाईँले मेन कमाउने भनेकै तपाईँले फाइदा लिने भनेकै मार्केट डाउनवर्ड गएको बेलामा हो होइन, किनभने तपाईँले त हरेक महिना लगानीबाट तपाईँले अलिकति पिकमा किन्नु परेको हुनसक्छ, हाई प्राइसमा किन्नु परेको हुनसक्छ। त्यही भएर डाउन ट्रेन्डमा गइरहेको बजारमा तपाईँले स्टप चाहिँ गर्नु भएन। बजार बेरिस चक्रमा गयो भने चाहिँ त्यसलाई तपाईँले अवसरको रूपमा लिएर लगानी गर्नु पर्यो, स्टप चाहिँ गर्नु भएन भन्ने कुरा हो होइन। र तपाईँको एसआइपीको अमाउन्ट चाहिँ तपाईँले ओभर द टाइम चाहिँ तपाईँले इन्क्रिज चाहिँ लग्दै जानु पर्यो। आफ्नो इन्कम ग्रो हुँदै जाँदाखेरि चाहिँ एसआइपीको अमाउन्टलाई पनि इन्क्रिज गर्दै लानु पर्यो, स्टेप अप चाहिँ गर्नु पर्यो भन्ने कुरा हो होइन। यो विविध कुराहरूलाई तपाईँले याद गरेर आफ्नो इन्भेस्टमेन्ट प्लान गर्नुभयो भने चाहिँ मजाले तपाईँले दीर्घकालीन रूपमा चाहिँ तपाईँले मजाले बेनिफिट लिन सक्नुहुन्छ, स्टक मार्केटबाट लिने बेनिफिट तपाईँले लिन सक्नुहुन्छ होइन। आजको सेसनमा चाहिँ लगभग मैले सबै कुराहरू यो एसआइपीसँग रिलेटेड र हामीले अलिकति सिस्टमेटिक तरिकाले इन्भेस्टमेन्ट प्लान कसरी गर्ने भन्ने कुराहरू गरेँ। यसमा केही कन्फ्युजनहरू छ भने चाहिँ सोध्नु होला। र मैले सुरुमा तपाईँलाई एउटा प्रश्न गरेको थिएँ, हाम्रो चाहिँ तपाईँलाई राइट स्टक पिक गरेर तपाईँले लङ टर्ममा वेल्थ जेनेरेट गर्न तपाईँले सक्नुहुन्छ कि रेगुलर इन्भेस्ट गर्दाखेरि तपाईँले लङ टाइममा तपाईँले आफ्नो राम्रो वेल्थ जेनेरेट गर्न सक्नुहुन्छ। तपाईँलाई के लाग्छ भनेर सोचेको थिएँ। अब तपाईँले यो सेसन सकिँदासम्म पक्कै पनि इन्भेस्टिङ रेगुलरली अलिकति लामो समयसम्म हामीले रेगुलरली डिसिप्लिन तरिकाले इन्भेस्ट गर्दै गयौँ भने चाहिँ त्यसबाट चाहिँ हाम्रो राम्रो रिटर्न पाउन सकिन्छ भन्ने सायद बुझ्नुभयो होला भन्ने मलाई आफ्नो अपेक्षा छ। त्यो भन्दै म आजको सेसनलाई चाहिँ यहीँ एन्ड गर्न चाहन्छु। हजुरहरू केही क्वेरिजहरू छ भने सोध्नु होला, छैन भने चाहिँ आजको सेसनलाई यही एन्ड गरौँ। यो सेसन हाम्रो यसमा केही कन्फ्युजन छ, अहिले मैले बोल्दाखेरि अलिकति फास्ट सेसनलाई अगाडि बढ्नु तपाईँलाई अलिकति क्याच गर्न गाह्रो भएको छ भने यो भिडियो हाम्रो सिटिजन सेयर ब्रोकर लिमिटेडको युट्युब च्यानलमा पनि हामीले अपलोड गर्छौँ र त्यहाँ पनि तपाईँले त्यहाँ गएर नि हेर्न सक्नुहुन्छ, रिपिट गरी मजाले बिस्तारै सुन्न पनि सक्नुहुन्छ। र यो बाहेक अरू सेसनहरू पनि योभन्दा अगाडिको सेसनहरू पनि हामीले राखिसकेका छौँ, त्यसबाट हेर्नु होला भन्दै आजको सेसनलाई चाहिँ म यही एन्ड गर्न चाहेँ। सबैजनालाई धन्यवाद दिँदै म सेसनलाई एन्ड गर्छु। हस्त, धन्यवाद।